साडी पर्नु छ आज अब पूजा गर्नु पानी सार्नु राजा पानी सार्नु अब त्यो अक्षतामा शिव पूजा गर्नु अब चाहिँ त्यो हातले टिका दिनुपर्छ त्यहाँ लगाइदिनु यहाँ लगाइदिनु त्यही ल्याएर यहाँ लगाइदिनु हो लु फेरि अर्को खेप पनि त्यही है तरिका तिन खेप अब पुगु दक्षिण दे हात दिदीको atau udah itu oke kan ini bisa cucu konelan भनेको यो तिम्रो यो ताम यहाँ अन्त यहाँ यहाँ अर्कोमा हो त्यो यहाँ अरु रातले टिका लाग्यो उतले माइजू बन्यो भेट नि त त्यही त सासुबारी दुई जनाले नभन्नु काफी दुईपल्ट हो आज त एकपल्ट भयो तीनचोटी नै खोज्ने हो नानी पनि छ हो दुईटा आमा यता छ
उसलाई यहीँ छ भन्ने थाहा छ नि आमालाई भुलाएको हेरेर यहाँ छ भनेर ढाँटेर मैले बजेट दिएर भेटाउनु पर्यो खानु परेको छ त हामीले मान्छेले त्यस्तो हो फेरि त्यसै भन्छ नि दुईजना नानी तिमी आमा यता होला यता त्यतै होला ए यता नानी पैसा यता होला नभन्नु नभन्नु ल दुईचोटि भन्छ तिनचोटि भन्छ उसले भयो अब तिनपल्ट भयो त भयो अब दरी रहेको माने मुठी त सासु बजीले राख्ने हो नि त कसरी लाने हो त्यो माथि भक्कारीमा लानु पर्यो बुहारी सासु र बुहारीले अब सासु अघि जानुहोस् सासूले माथि